राष्ट्र संस्था भएका देशहरू धेरै छन् विश्वमा। अहिले संयुक्त राष्ट्र सङ्घले अफिसियल्ली मान्यता दिएको अरू स्वाजिल्यान्डहरू जस्ता सामान्य देशहरू छोडेर 19वटा देशमा चाहिँ राष्ट्र संस्था अफिसियल्ली हेड अफ द स्टेटको रूपमा युएन म्याग्नामिटहरू समेतमा सहभागी हुने गरेको लिस्ट हेर्नुभयो भने देख्नुहुन्छ। तर राजा नभएको देशहरू जति छन् गणतन्त्र भनेको रिपब्लिक द्याट इज ओन्ली एन एब्सेन्स अफ द मोनार्क, किङ एब्सेन्स हुने कुरा मात्रै हो। अब गणतन्त्र अमेरिका पनि हो, गणतन्त्र चाइना पनि हो, गणतन्त्र नेपाल पनि हो। तर के नेपाल चाइना अमेरिकामा एउटै व्यवस्था छैन। त्यसकारण गणतन्त्र स्वयंमा व्यवस्था होइन। अब राजा भएका देशहरू भुटानमा, बेलायतमा, स्पेनमा एउटै व्यवस्था छ र छैन। राजनीतिक प्रणाली फरक कुरा हो। हामीले राज संस्था मुलुकका लागि किन चाहिन्छ भन्ने कुरा योभन्दा धेरै अर्को क्वेसनमा म आउनेछु, त्यो अन्तर्सम्बन्धित छ जस्तो लागेको छ। तर अघिल्लोमा संविधान निलम्बन हुनु चाहिँ किन पर्छ भन्ने एउटा थियो, अत्यन्त जरुरी। म त्यसमा जोड्न चाहन्छु। त्यो के हो भने अहिले यो संविधान बमोजिम चुनाव हुँदाखेरि प्रधानमन्त्री चुनावबाट निर्वाचित भएर आएका सांसदको खरिद बिक्रीबाट बन्ने हो, हामी जनताले डाइरेक्ट भोट हालेर बनाउने होइन। एक। दोस्रो, यो आउँदै गरेको चुनाव हामीले हुन दियौँ भने, हामी त्यो सोच्छौँ भने त्यो चुनावमा हामीले भने बमोजिमको जनताले प्रधानमन्त्री छान्ने डाइरेक्ट इलेक्ट गर्ने व्यवस्था संविधानमा राख्नलाई हामीलाई कतिजना सांसदहरूको सहमति चाहिन्छ? 184 जनाको चाहिन्छ। 184 जना हामीलाई चाहिन्छ। त्यतिले मात्रै संविधान संशोधन गर्न सक्छौँ, साधारण बहुमतले होइन। अब चुनावबाट हामीले कतिजना चुन्दैछौँ? जम्मा चुनाव हुँदैछ 165 जनाको, हामीलाई चाहिन्छ 184 जना। त्यो 165 मा संसारमा कहीँ हुँदैन कुनै एउटा समूहकोले मात्रै देशको सबै निर्वाचन क्षेत्र जित्छ भन्ने।